साथीहरू नमस्ते गुड मर्निङ। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज फेरि न्यू डे न्यू भ्लग लिएर आएको छु। हजुरहरू चाहिँ लास्टसम्म हेरेर माया गरिदिनु होला। आज चाहिँ हामी आमा छोरा काठमाडौँ जान लागेको छौँ। बिहान नै हेर्न सक्नुहुन्छ, अहिले कोही पनि छैन, एकछिनमा मान्छे जम्मा हुन्छन्। हजुरहरूले भिडियो चाहिँ थम्बनेल हेरेरै थाहा पाउनु भइसक्यो होला के को लागि बनाएको भनेर, होइन होइन के त। बाहिर जाने मान्छे चाहिँ मेन मान्छे चाहिँ उहीँ हो। यता यता हाई गरिदिए मेरो ब्लगमा हाई गरिदिए। हाई हेलो हेलो हेलो। यता हुन्छ हाम्रो माइली दिदी, उता हाम्रो दाइ हुनुहुन्छ, मम्मी बुवा। यहाँ चाहिँ म पूजा मिस। बुढाले हेर्छ नि त नि, हेर्नु हेर्नु। अब यहाँबाट यति गरेर एयरपोर्टतिर चाँडै निस्किस उ गर्ने। बिदाई कार्यक्रम भइरहेको छ। अब के काटौँ न त नि, खोइ चक्कु। सो कृषा युट्युब च्यानल, यता पनि छ अर्को भ्लगर। यता हाम्रो फुपू हुनुहुन्छ, यता मामा बुवा घरबेटी। अनि दिदीले के भनिदिने हो त, ल भन्ने। अरू भान्जा भान्जीहरूको पनि राय सुनौँ न। ल त तिमीहरूको नि राय सुनौँ। जोड्ने भन्दा नि हुन्छ। अनि त नि बेस्ट अफ लक फर यर फ्युचर, होइन सक्सेस। बेस्ट अफ लक फर यर। राम्ररी कमाओस्, मात्र पढ्ने नि। मामालाई के अरे भान्जीहरूलाई माया गरेर फोन गरोस्, होइन सम्झेर। अब के काटिने हुन्छ हौ। एकछिन खुवाइदिनु तपाईँले, गोविन्दलाई पनि खुवाइदिनु न। खाता यमिनो एउटा यहाँ राख्नु पर्थ्यो। धेरै चुरी सुरु त भयो नि, एयरपोर्टै फेरि खान्छ क्राइम मेम्बर। ल अब जानु। ए म त रुन्न, म त रुन्न। हजुर उहाँ चाहिँ हाम्रो छ्यामा हुनुहुन्छ, मम्मीको छोरी। यता पनि दुवाबासी हुन थालिसक्यो। उता अर्काको ठाउँमा गएर राम्रोसँग उ गर्ने। हाम्रो घरमा दिदी हुनुहुन्छ, फुपूलाई नि भ्लगर यता हुनुहुन्छ, तर मुख छोपे छोपी गर्नुहुन्छ क्या उहाँ चाहिँ। यो झन् ढाकाहरूको राम्रो हुन्छ नि। धेरै तपाईँ हेर्नु रिन्ची मैया के छ त? ए रिन्ची मैया
यहाँ जस्तो चाहिँ नहो होइन अल्छी नहो एक्टिभ हुनु आउँछ त जाने बित्तिकै आफै एक्टिभ हुन्छ कस्तो के गर्दा राम्रो हुन्छ सबै हेरेर विचार गरेर गर्ने त्यो ढिलो त चाहिँ छिटो छिटो गर अब भनिदिन्छु पहिला खाता ल मेरो पनि खिच्दै यसरी होइन हाम्रो रुन्ची मैयाले टिका लगाइदिएको छु ऊ यहाँ पूजाले लाग्यो ल अब भयो अर्को युट्युबर यता हुनुहुन्छ आफ्नै हात चाट्नु ठिक्क खानु बाहिर मान्छेको भिडियो नेपालबाट बाहिर हजुर आजको दिनकै बाइक त कति होला बाहिर जान लाग्यो किनकि त्यसलाई त भुलिरहेको Tadi aku thagap din ako dito dito. Usog yung member. Nak, ano pa tayo ah. Somebody wrote it. Alanda wanted to finish नेपालमा दिदी छ भने सम्झी भान्जा छ भने सम्झी बिदाई हुन के काट्नु लाग्ने यहाँ फेरि दिदीले केक ल्याइ पुर्याउनु भएको पेना हेलो गरिदिनु न दिदी भिडियो भिडियो दिस इज माई ब्लग यस सबैजना इमोसनल भएर बसेको छु होइन के गर्नु भएको छ सबैको अनुहारहरू इमोसनल भएर बसेको रुन्न तर म एकदम फाइन हाम्रो दिदी भिनाजुले ल्याइदिनु भएको केक हो है ह्याभ अ सेफ जर्नी
ल भान्जालाई दिदीलाई अब मेरो पालो भनेर त यो त भान्जाको पालो पाइरहेको रहेछ मेरो पालो त के बोले भाइ अब के बोले होइन कुरे भयो मेरै पालो आयो भने चाहिँ अगाडि सर्दै गरेर त मामा कहाँ जानु तार रुङ्गे भए नक्कली बाहिरको माउ यो नि बोझिमा माई ब्लग यता चाहिँ हाम्रो मिनाजु हुनुहुन्छ होइन मिनाजु मेरो युट्युब च्यानलमा सपोर्ट गरिदिनु भन्नु न सब्सक्राइब लाइक कमेन्ट मिनाजु ब्ल्याक खान्छ होइन हो भन्नु न ब्ल्याक त लाग्छ अब त्यो ब्ल्याक छ र होइन गाउँघुरो ब्ल्याक त कालो हुन्छ हाम्रो कालो होइन यो चाहिँ को हो यो ढाका चाहिँ को हो त चाहिँ को हो चिने छैन त मैले म लच्चा तामाङ छेत्री अनि दिलीप थापाको छोरी ए दाँत हेर्नु नि दाँत यस्तो कस्तो छ्या 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 त दाँत नै छैन छ्या छ्या मम्मी उता ट्राई गर्ने हो हजुर मम्मी हिजो ट्राई जाम आउनु के भन्नुभयो दिदी उहाँ चाहिँ दिदी भिनाजु हुनुहुन्छ मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नु यो भिडियोहरू सबै आउँछ है भिनाजु ए मेसेज गरिदिनु न है नेपालबाट बाहिर त्यो डकुमेन्टहरू लियो हातमा पासपोर्ट क्यामेरा छेकिन्छ यस्तो गरिदिन्छ नेपालको होइन बिना हाम्रो नेपालको नामै आतङ्कीले भ्याएको छ लागि भर्खरको युवाहरू यसरी पाइदिएको त्यसो नेताहरूले जम्मै बिगारेर ल फोन गर है फोन गर
हाम्रो बाउ त राखेन आफ्नो भविष्य बनाउन पो कहाँ हो त होइन किन रुनी हो र आफ्नो भविष्यलाई राम्रो सुधार्नलाई यसो हुन्छ नि त्यसको लागि पो गएको नि किन रोएर बिदाई गर्ने हो र तर हाम्रो मम्मी चाहिँ रोइराख्नु भएको छ है म चाहिँ रोचिनँ म पनि हाम्रो दिदीहरू पनि रुनु भएको छैन बिना चाहिँ नि रुनु भएको छैन हाम्रो बुवा नि रुनु भएको छैन मम्मी चाहिँ नेपाल छोडेर गयो मेरो भाइ पनि सोच्दै नसोचिकन यस्तो छ देशको गति रम्मैजना बिचरा रुवाबासी एक दिनमा यस्तो बाहिरिन्छ नेपाली अनि यो नेपालको कहिले चाहिँ अनि विकास हुन्छ होइन भिनाजु एक दिनमा यत्रो मान्छे होइन नेपालीहरू यस्तरी बाहिरिन्छ अनि नेपालको कहाँबाट के अरे विकास हुन्छ त होइन आफ्नो भविष्य बनाउन अब यहाँ त हुनु पऱ्यो नि त्यो गर्नलाई त के छ र होइन बिनाजी यहाँ बसेर त छ नि पैसा छैन भविष्य छैन देश त नेताले बनाइराख्यो नि बना छ कि बिगारे जनताले अब के गरौँ गरौँ के तर म चाहिँ रोइन है दिदीको पालामा चाहिँ त्यसरी रोएको थियो योपालि चाहिँ रुन आएन हेलो साथीहरू हामी चाहिँ भाइलाई पुर्याएर पनि फर्किरहेका छौँ होइन होइन कहाँ गएर अरे छोरो एयरपोर्ट कसलाई पुर्याएर आएको कसलाई पुर्याएर फर्क्यो गोविन्द गुरु गोविन्द गुरु मामालाई पुर्याएर फर्केको होइन होइन यस यस यहाँ हामी सबै फ्यामिलीहरू छौँ अहिले यहाँ भाइलाई पुर्याएर चाहिँ फर्किँदैछ हाम्रो उहाँ चाहिँ कान्छा मामा हुनुहुन्छ होइन यता मेरो छोरो उता हाम्रो हुनुहुन्छ मास लगाएर ओके गाइस आजको भ्लग चाहिँ यति नै हो मेरो आजको यो भ्लग चाहिँ कस्तो लाग्यो हजुरहरूले चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन यस यस आजले चाहिँ यो भिडियो यति नै गरिदिन्छु ओके बाई I hope if you enjoy